मुलो कान्छी मुलो चिन्टुनी चिन्टुलाई सोफामा राखेर मलाई चाहिँ यो भुत्ला सोर्दा सोर्दा हैरान भइसक्यो कि भगवान अलिअलि भुत्ला त आउँछ नि कति आउँछ यसको भुत्ला भने पुरै घरभरि झरेर जतिखेरै सफा गरेको गरे मेरो कामै त्यही भयो रातभरि पनि डङडङ र डुङडुङ गरे राति डङडङ र डुङडुङ गरे थाहा पाएको थियो अनि रातभरि के गरे हो ड्याङ ड्याङ डुङडुङ गरे चिन्टुले गरे होइन नि त चिन्टुले गरे होइन क्या राति डङडङ र डुङडुङ के भएको भनेर आज मैले बुढीलाई के ल्याइदिएको थिएँ सरप्राइज सरप्राइज आज हाम्रो एनिभर्सरी आज 15औं एनिभर्सरीमा बुढीलाई लुगा धुन गाह्रो हो भनेर मैले वासिङ मेसिन किनेर ल्याइदिएको अफरमा आएछ क्या 21,000 डिस्काउन्ट है 70,000 पर्ने वासिङ मेसिन 47,000 मा अब यसको एमआरपी 68,000 रहेछ 21,000 डिस्काउन्ट गरेर 47,000 मा फटाफट दिइरहेको छ त्यो पनि 9 केजीको वासिङ मेसिन अनि यसो सोचेँ बुढीलाई लुगा धुँदा चिन्टुको भुत्ला सोर्दा हैरान भएको छ बिचरा गाह्रो भयो भनेर अब यो वासिङ मेसिनमा लुगा धुनी चिन्टुको भुत्ला चट्ट बेला बेलामा टिप्नलाई समय बचत भयो त्यही भएर बुढीलाई ह्याप्पी एनिभर्सरी गिफ्ट ल्याइदिएको दामी छ 9 केजी हो घरभरिको लुगा सबै धुन मिल्छ ढुङ्गे धारा वनस्थलीमा एबी स्टार प्राइभेट लिमिटेडले चाहिँ यो मिराज कम्पनीको वासिङ मेसिन जापानिज ब्रान्डको मेसिन चाहिँ धमाधम 47,000 9 केजीको 43,000 मा त 8 केजीको रहेछ है अनि मैले 8 केजीको अलि सानो हुन्छ है 25 गर्नु पर्यो भनेर 9 केजी लिएर आएँ है ह्याप्पी एनिभर्सरी बुढी हाम्रो एनिभर्सरी हो क्या आज त बोल्दैन गर्दै